गाइज नमस्ते गुड मर्निङ। आज चाहिँ म मेरो लागि ब्रोकौलीको सलाद बनाउन लागेको छु। हेर्दै जानु होला भिडियो है। ब्रोकौली सलादमा अनि मैले यहाँ अन्डा बोइल गरेको छु। 2टा अन्डा बोइल गरेको छु, मलाई पुग्छ। पहिला मैले यता पानी तताइसकेको छु हैन, बोइल। अब बोइल पानीले यता राख्ने अनि ब्रोकौली बोइल गर्नु पर्यो नि त। यो भयो भने चाहिँ छिटो हुन्छ, त्यही भएर यसमा राखेको। यसमा पानी तताएर सिम्पल छ। ग्यास अन गर्ने अनि यो बोइल पानीमा ब्रोकौली राख्ने, एकछिन बोइल गर्ने ब्रोकौलीलाई। यो ब्रोकौलीको सलाद चाहिँ मलाई मेरो हस्बेन्डले सिकाउनु भएको हो हैन। हामी चाहिँ प्रायः जस्तो स्याटरडे बनाएर खान्छौँ ब्रेकफास्टमा। यसमा नुन राख्ने अलिकति अनि छोपिदिने यसलाई, अलिक छोपिदिने अनि एकछिन बोइल हुन दिने यसलाई। मैले चाहिँ ब्रोकौली बोइल गरेको यहाँ राखिसक्यो, मेरो बोइल भइसक्यो। अनि अन्डा पनि यसरी काटेर राख्ने, अनि त्यसपछि मायोनिज राख्ने हामीले। यसमा कति चाहिन्छ मायोनिज राख्ने, त्यसपछि ब्ल्याक पेपर राख्ने, यसमा यसरी ब्ल्याक पेपर राख्ने। त्यसपछि नुन राख्ने हल्का, अनि मिक्स गर्ने यसलाई। मजाले मिक्स गर्ने। अनि रेडी भयो यो। हजुरहरूले पनि खानु होला बनाएर, एकदमै हेल्दी हो सलाद। यसरी पिठो हुन्छ, बच्चाहरूले पनि मन पराउँछ। थ्याङ्क यू।